यो चाहिँ आजको मैले डिनर बनाएको हो, बेलुकाको खाना। अब किनभने छुट्टीमा दिन त दिउँसो काम मात्रै गरेर पनि भएन, फेरि बेलुका त खाना पनि पकाउनु पर्ने हुन्छ होइन, खाना पनि बनाउनु पर्ने हुन्छ बेलुका। अन्त बेलुकाको खाना बनाउँदै थिएँ म चाहिँ। अन्त यो गुन्द्रुकको झोल बनाएँ हो। गुन्द्रुकको झोल त अलिक सादा सादै मिठो हुन्छ नि त है। गुन्द्रुकको झोल बनाएँ यसमा। अन्त यो क्याप्सिकम र सुक्खाको भैँसीको गोरुको मासु सुकाइरहेको छु। अनि गोरुको मासु पनि अलिकति कम्ती लिएको, किनभने अहिले पानी परेको छ, बिग्रिँदो रहेछ होइन, बेसी सुकाएर राख्दाखेरि पनि। अन्त अलिकति कम्ती कम्ती ल्यायो, सुकायो खायो, नभए चाहिँ बिग्रिँदो रहेछ। अन्त आज चाहिँ त्यही सुक्खाको मासु र क्याप्सिकमको ड्राई सब्जी बनाएको नि आज चाहिँ बनाएँ हो। क्याप्सिकम र गोरुको मासु, सुक्खाको मासु बनाएँ, ड्राई सब्जी यो चाहिँ। अन्त के अरे गुन्द्रुकको झोल है। हजुरहरूलाई मनपर्छ भने भन्नुहोस् है। हामी त गुन्द्रुकको झोलहरू खाइबस्छौँ प्रायः जस्तो, किनभने अलिकति खाना पनि सादा सादा मिठो हुन्छ नि त है, बेला बेला खानु चाहिँ। भात पनि पाकिसक्यो मेरो चाहिँ हो। यो चाहिँ अचार बनाएको छु अलिकति, त्यहाँनिर अचार पनि छ है। अन्त म मन परायो भने यसो त्यहाँनिर तपाईँहरूलाई पनि भिडियोको लाइक गर्नुहोस् अनि सेयर पनि गरिदिनुहोस् है भिडियो।